हाई एभ्रीवन, स्वागत छ तपाईहरुलाई फेरि पनि अर्को एउटा नयाँ भिडियोमा। फ्रेन्ड्स, रियलमीले हाम्रो नेपालमा आफ्नो पी सिरिजको नयाँ फोन Realme P3 5G भन्ने फोनलाई लन्च गरिसकेको छ र आजको भिडियोमा हामी यही फोनको बारेमा कुरा गर्नेछौं। मोबाइल के कति प्राइस पोइन्टमा नेपालमा आएको छ र मोबाइल के कस्तो छ सम्पूर्ण विषयमा आजको भिडियोमा कुरा गर्नेछौं। त्यसैले भिडियोलाई एकछिन पनि स्किप नगरी अन्त्यसम्म हेर्नु होला र अब चाहिँ तपाईहरुको टाइम वेस्ट नगरी सुरु गरौँ आजको भिडियो। फ्रेन्ड्स, यही तपाईहरुले अहिलेसम्म हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने प्लिज हाम्रो च्यानललाई सब्स्क्राइब गरेर राख्नु होला, साथमा यो भिडियोलाई लाइक र शेयर पनि गरिदिनु होला। सबैभन्दा पहिला हामी कुरा गरौँ Realme P3 मोबाइलको डिजाइन र डिस्प्लेको बारेमा। डिजाइनको बारेमा कुरानु पर्दा फोनको ब्याक साइडमा तपाईहरुलाई डुअल क्यामेराको सेटअप, त्यसैको साथमा एलईडी फ्ल्याश र तलपट्टि चाहिँ Realme को ब्रान्डिङ दिएको छ। त्यसैगरी अगाडिपट्टि तपाईहरुलाई सेन्टर पन्चोल डिस्प्ले जसमा ग्लासको प्रोटेक्सन पनि दिएको छ। बिल्ड क्वालिटीको बारेमा कुरानु पर्दा ओभरअल यो मोबाइल प्लास्टिक बिल्डको साथमा लन्च भएको छ र मोबाइलको फ्रेम पनि प्लास्टिकको रहेको छ। इन्ट्रेस्टिङ पार्ट के छ भने तपाईहरुलाई यो मोबाइलमा IP68 र 69 को रेटिङ दिएको छ, यानी कि यो मोबाइल कम्प्लिटली वाटरप्रुफ हुनेवाला छ। ओभरअलमा डिजाइन र बिल्ड क्वालिटीको बारेमा कुरानु पर्दा नो डाउट मोबाइलको डिजाइन चाहिँ एकदमै राम्रो रहेको छ। तपाईलाई यो मोबाइलको डिजाइन कस्तो लाग्यो प्लिज कमेन्टमा लेखिदिनु होला। त्यसैगरी डिस्प्ले तपाईलाई यो मोबाइलमा 6.67 इन्चको FHD प्लस एमोलेड डिस्प्ले दिएको छ र यो डिस्प्लेमा 120 हर्ट्ज को फास्ट रिफ्रेश पनि दिएको छ। डिस्प्ले एकदमै स्मुथ हुनेवाला छ। अनि ब्राइटनेसको बारेमा कुरानु पर्दा तपाईलाई यो डिस्प्लेमा 2000 निट्स को पिक ब्राइटनेस दिएको छ। इन्डोर र आउटडोर युसेजको लागि तपाईलाई यो डिस्प्लेमा त्यस्तो कुनै प्रब्लम आउने छैन। र एउटा कुरा म के भन्न चाहन्छु भने मोबाइलको डिस्प्ले बेजललेस भएको कारणले तपाईलाई मल्टिमिडियाको लागि चाहिँ एकदमै बवाल हुनेवाला छ। ओभरअलमा डिस्प्लेको बारेमा कुरानु पर्दा मोबाइलको डिस्प्ले चाहिँ एकदमै राम्रो रहेको छ। अब हामी कुरा गरौँ परफर्मेन्सको बारेमा। तपाईहरुलाई यो मोबाइलमा क्वालकम स्न्यापड्रागन 6 Gen 4 को चिपसेट दिएको छ, जुन चाहिँ 4 न्यानोमिटरमा बनेको चिपसेट हो, जसले गर्दा यो मोबाइलमा हिटिङको इस्यु चाहिँ एकदमै कम पाउनुहुनेछ। साथमा LPDDR4H को RAM टाइप र UFS 2.2 को स्टोरेज टाइप दिएको छ। रिड एन्ड राइट स्पिड तपाईलाई यो मोबाइलमा डिसेन्ट पाउनुहुनेछ। फ्रेन्ड्स, अब हामी कुरा गरौँ यो चिपसेटको एन्टुटु स्कोरको बारेमा। यसको स्कोर लगभग 6.5 लाख देखि 7 लाख सम्म आउँदछ र गेमिङ परफर्मेन्सको बारेमा कुरानु पर्दा तपाईहरुलाई यो मोबाइलमा 90 FPS सम्म चाहिँ गेम खेल्न सक्नुहुनेछ। हेभी युसेजको लागि र गेम्सहरु खेल्नको लागि तपाईलाई यो मोबाइलमा त्यस्तो कुनै प्रब्लम आउने छैन। परफर्मेन्स तपाईलाई यो मोबाइलमा एकदमै राम्रो पाउनुहुनेछ। त्यसैगरी सफ्टवेयर तपाईलाई यो मोबाइलमा आउट अफ द बक्स एन्ड्रोइड 15 पाउनुहुनेछ, जुन चाहिँ Realme UI 6.0 मा रन गर्दछ, जसमा तपाईलाई सफ्टवेयर एक्सपिरियन्स चाहिँ ठिकठाकै पाउनुहुनेछ। अब हामी कुरा गरौँ क्यामेराको बारेमा। तपाईलाई यो मोबाइलमा 50 मेगापिक्सलको प्राइमेरी सेन्सर, अर्को चाहिँ एक्सिलरी लेन्स दिएको छ र सेल्फी क्यामेरामा चाहिँ 16 मेगापिक्सलको सेल्फी क्यामेरा सेन्सर दिएको छ। भिडियो रेकर्डिङको बारेमा कुरानु पर्दा प्राइमेरी क्यामेराबाट तपाईहरुले 4K 30 FPS सम्म चाहिँ भिडियो सुट गर्न सक्नुहुनेछ र सेल्फी क्यामेराबाट तपाईहरुले 1080 को 30 FPS सम्म चाहिँ भिडियो सुट गर्न सक्नुहुनेछ। तर तपाईहरुलाई प्राइमेरी क्यामेरामा कुनै पनि OIS दिएको छैन। ओभरअलमा क्यामेराको बारेमा कुरानु पर्दा प्राइमेरी क्यामेरा चाहिँ मोबाइलको एकदमै राम्रो रहेको छ। तपाईहरुले प्राइमेरी क्यामेराबाट फोटो र भिडियो चाहिँ एकदमै राम्रो क्याप्चर गर्न सक्नुहुनेछ र मोबाइलको सेल्फी क्यामेराबाट फोटोहरु एकदमै राम्रो क्याप्चर गर्न सक्नुहुनेछ, तर भिडियो क्वालिटी चाहिँ त्यतिको राम्रो आउँदैन। अब हामी कुरा गरौँ ब्याट्रीको बारेमा। तपाईहरुलाई यो मोबाइलमा 6000 mAh को बिग ब्याट्री दिएको छ, जसलाई चार्ज गर्नको लागि 45 वाटको चार्जर बक्समा पाउनुहुनेछ र ब्याट्री ब्याकअप तपाईलाई यो मोबाइलमा 1.5 दिनको चाहिँ मज्जाले पाउनुहुनेछ। प्राइभेसी र सेन्सरहरुको बारेमा कुरानु पर्दा तपाईलाई यो मोबाइलमा अन्डर डिस्प्ले फिंगरप्रिन्ट स्क्यानर, फेस अनलक, चार्जिङको लागि टाइप सी पोर्ट, साथमा ड्युअल स्टोरेज स्पिकर पाउनुहुनेछ, जसको क्वालिटी चाहिँ एकदमै राम्रो रहेको छ र बाँकी सबै बेसिक सेन्सरहरु तपाईलाई यो मोबाइलमा दिएको छ। फ्रेन्ड्स, अब हामी कुरा गरौँ Realme P3 5G मोबाइलको प्राइसको बारेमा। यसको एउटा मात्र भेरिएन्ट हाम्रो नेपालमा लन्च भएको छ। 8+256GB 44999 मा लन्च भएको छ। अब मेरो ओपिनियनको बारेमा कुरानु पर्दा यो फोन चाहिँ इन्डियामा यो भन्दा सस्तो प्राइस पोइन्टमा लन्च भएको थियो, तर अलिकति यो फोन चाहिँ हाम्रो नेपालमा ओभर प्राइस पोइन्टमा लन्च भएको छ। सायद अहिलेको समयमा मोबाइलहरुको प्राइस बढेको कारणले यो फोन पनि महँगो प्राइस पोइन्टमा लन्च भएको छ। अब तपाईहरुको विचार, तपाईलाई यो प्राइस पोइन्टमा यो मोबाइल कस्तो लाग्यो आफ्नो जिज्ञासा कमेन्टमा लेखिदिनु होला। ल त साथीहरु, यदि नै थियो मोबाइलको बारेमा तपाईलाई यो मोबाइल कस्तो लाग्यो आफ्नो सल्लाह सुझाव प्लिज कमेन्टमा लेखिदिनु होला र यो भिडियोलाई लाइक पनि गरिदिनु होला। आगामी दिनमा फेरि भेट हुने बाचा गर्दै आजलाई बिदा लिन्छु। हवस्, धन्यवाद। जय नेपाल।